हेलो साथीहरु फाइनली म चाहिँ आएको छु बेलबारी यहाँ चल्ला हाँस रहेछ यहाँ चल्ला यहाँ छ हेर्न सक्नुहुन्छ यो चाहिँ बेलबारीको बजार हो बजार पानी पर्नु लागिरहेको छ यहाँ कति जस्तो महँगो रहेछ त हैन नले महँगो पो रहेछ त जोडीको 500 हाम्रो दिदी हुनुहुन्छ चल्ला हामी अब तल जाँदैछु मेन अब तलतिर हो यो चाहिँ यहाँ खन्दै रहेछ अनि हामी तलतिर जाँदैछु अब बाख्रा यहाँ रहेछ जोडी बाख्राको व्यापार हेर्न सक्नु जस्तो रहेछन् बाख्री आयो बाख्री होइन हेरेको यो चाहिँ सुँगुर हो रहेछ सुँगुरको यो चाहिँ ज्याकेट के छ दाजु के छ कता हुनुभयो ए हो र अन्त चिनिहालेँ क्या दाइ ल ठिक छ विज्ञान दाइ गइराखेको हुन्छ नि दाइको मेरो दाइ लाटो दाइ यहाँ चाहिँ भैँसीको रहेछ पाडापाडी पाउने ठाउँ हेर्न सक्नुहुन्छ हजुर त्यही त हामी भने हजुरले पनि भन्नु न तपाईँ त्यही त भाइहरू बहिनीहरू हेलो हामी चाहिँ फर्किरहेको छौँ अलिकति सोधखोज मात्रै गरियो यस्तै भयो टाढा दाइलाई भेटेको थिएँ होइन अनि फेरि कस्तो मलाई नि अलिकति नर्भस लाग्यो क्या नर्भस लाग्यो दाइसँग बोल्नु पनि अलिकति बोल्नु त बोल्यो तर अलिकति मलाई चाहिँ अलिक नर्भस फिल भएर फिट चाहिँ होइन अब दाइ पनि बिजी नै भएर र पाडा किन्न आउनुभयो रहेछ म पनि पाडा हेर्न आएको थिएँ कस्तो रहेछ दाम काम बुझ्नु या हेर्नु भयो भने मिलेन अब हामी लाग्दैछौँ अब हामी कुखुरा चाहिँ किन्छौँ होला साथीहरू यस्तो छ 350 रे गाह्रो छ साथीहरू चल्ला किन्नलाई